ल ल एकचोटि अङ्कल फेल्दा बुढो मान्छेसँग के जाँच्ने मात्रै हो श्यामदा होइन चेक जाँच हो हामी श्यामदा र हामी त चेक जाँच हो होइन त्यही पनि बुढाले पनि ठेक्छ नि हौ त्यसो त दाहिने नै खेल्दिनु नि त एकचोटि यसो गरौँ नि त यसो गरौँ होइन अङ्कल र श्यामदालाई भिड म त्यसपछि हो यसो पनि गर्नुपर्छ क्या होइन एकचोटि खेल ल हो एकछिन होइन अरू अनि होइन एकछिन उमेश भाइलाई रेस्टको लागि ख्याम भाइ इज्जत जाला है इज्जत जाला है इज्जत जान्छ नि फेरि हो ए विशाल भाइ र श्याम भाइ म पनि छु नि यहाँ फेरि होइन यसो रमाइलो नि यो के जित्नै पर्छ भन्ने पनि छैन हार्दैमा केही हुने पनि होइन होइन भोट त मुखले ल ल श्याम दाइलाई दिइहाल्छ नि तर बलेको होला उमेश भाइ ल अङ्कल अङ्कल सर हो छोटो छ मनेले हो क्या जित्ने मनुको भएपछि अरूले चाहिँ अलिक गाह्रै छ अपरेसन हाम्रो अब पर्छ अङ्कल कति वर्ष उहाँ त कति 45-46 अङ्कल त कति वर्ष पुग्यो 45 वर्षको अङ्कल र यहाँ हाम्रो जेन्जी उमेश भाइ कति वर्ष 22 वर्ष भने त अनि होइन चेक त गर्नु पाइयो नि त होइन जित्नै पर्छ भन्छ होइन तपाईँ पनि पहिलाको त उनी हो नि त श्याम दाइ पनि एकछिन यहाँ भिडियो कताबाट निकाल्दै 1 2 3 ओइ ओइ उमेश भाइ उमेश भाइ गलेको उमेश भाइ यो चाहिँ 2 राउन्ड गर्नु उमेश भाइ तल झर्दा नि हुन्छ है बुढो मान्छे नि अङ्कलले होइन खेल्नु न के जित्नै पर्छ भन्छ त नि अलि मिलाएर है हात कता ख्याम भाइ ल ख्याम भाइ इज्जतको सवाल छ है तर ऊ गल्यो पनि जेन्जीलाई त हाम्रो पुर्खाले काम पुराउनु भयो त पहिलाको त नि बुढो मान्छे खतरा हो नि त पहिलाको बुढाहरू त फ्यामिली जित्छ मेरो गरेर हो क्या फ्यामिली जित्छ क्या जित्छ फ्यामिली मेरो गरेर गरिसक्नु हो नि त तर अङ्कल पनि कडे हो मेरो गरेर हो क्या